भोलि 5 गते चाहिँ हाम्रो एनिभर्सरी हो। आज म चाहिँ बाहिर गएको थिएँ, घर आउँदा चाहिँ यति धेरै सामान आएको छ मेरो हो, सायद मेरै घरि 1 2 3 अब यसमा के छ गएर है त। यो चाहिँ मलाई लाग्छ मेरो बहिनीले पठाएको जस्तो लाग्छ है। यस्तो राम्रो चुरा चाहिँ अहिलेको सिमचुरा के भन्छन् होइन, राम्रो त म भोलि चाहिँ यही लाउँछु अब। लिपस्टिक छ, यो चाहिँ मस्कारा रहेछ, चस्मा रहेछ, यति राम्रो साडी छ। कति गरौँ छ यो चाहिँ, ओ माय गॉड कस्तो राम्रो खालको। मलाई थाहा थिएन कुर्ता सुरुवाल किन्ने सोचिरहेको थिएँ मैले चाहिँ, यति राम्रो गिफ्ट पाइयो। अब योभन्दाबाट के चाहियो त नि, म त यही लाउँछु भोलि मेरो एनिभर्सरीमा। कस्तो राम्रो छ। अब अर्को कलम, यो चाहिँ सर्ट रहेछ उनको लागि, जिनको सर्ट तर कस्तो कमलमा छ, कस्तो राम्रो हो नि यो पनि। भोलि हामी यही लगाउँछौँ एनिभर्सरीमा। अर्को त यो चाहिँ ब्लाउज हो, ब्लाउज यो मेरो आमा बुवाले पठाउनु भएको, सायद अघि फोन आउँदाखेरि पनि भन्दै थियो तपाईँको उतादेखि अर्डर आएको छ बाजुरादेखि भनेर। कस्तो राम्रो छ यो उलनको, उलन पनि होइन तर कस्तो राम्रो छ, गर्मी र जाडो दुइटा पनि। अनि यो चाहिँ खास्टो, म त भोलि सबै लाउँछु होला हो। मेरो आमा बुवाले पठाउनु भएको, अरू पनि छैन। मेरो यो चुरा लाउँछु भोलि म, यो लिपस्टिक लाउँछु, यो लगाउँछु, यो पनि लाउँछु, यो पनि लगाउँछु, यो पनि लगाउन दिन्छु। अनि यो साडी पनि यति गरौँ छ साडी, म कति भयो गरेन गएको। सबैलाई सम्झाएको छु, थ्याङ्क यू सो मच यति राम्रो गिफ्ट पठाइदिनु भएकोमा। थ्याङ्क यू, आई मिस यू।